र मैले चाहिँ आज चाहिँ तपाईहरुलाई हाम्रो नयाँ रोबोटले कसरी खाना बनाउँछ भन्ने विषयमा देखाउन गइरहेको छु। र सर्वप्रथम मैले भाँडो तातेपछि खाना हालिसकेको छ र म चलाउँदै पनि छु। र एकछिन यता देख्नु सक्नुहुन्छ त्यो स्क्रिनमा तपाईले चाहिँ कति मिनेट पाक्छ भन्ने कुरो पनि देखाइरहेको छ। यो त्यहाँनिर हेर्नुस्, अब यति मिनेट पाक्छ भन्छ। यसरी अटोमेटिक चलाउँछ, उसले आफै खोलिरहेको हुन्छ, आफै चलाइरहेको हुन्छ। र अनि एकछिनमा चाहिने मसलाहरू, नुन जे चाहिन्छ उसलाई आफूले अटोमेटिक हाल्छ। कति मात्रामा चाहिने त्यो पनि हाल्छ हैन। र यसो चलाए मात्र पुग्छ, केही गर्नै पर्दैन। र त्यो स्क्रिनमा चाहिँ कति मिनेटमा देख्ने, कति मिनेटमा हाल्ने भन्ने सब देखाइरहेको हुन्छ है, हेर्दै जानु होला। र हामीले पहिला चाहिँ यसरी फ्राई पिन यताउति भाँडोहरुमा पकाउँथ्यौं भने अहिले चाहिँ नयाँ रोबोट र प्रविधि अनुसार चाहिँ सबै पुरै त्यो अनुसारले पकाइन्छ। र अनि त्यसपछि अब हेर्दै जानु होला र कति मिनेटमा पाक्छ भन्ने कुरो त्यो स्क्रिनमा देखाइसकेको हुन्छ। त्यहाँ अब लगभग पाकिसक्यो आई थिंक। अनि त्यसपछि त्यसलाई स्क्रिनमा टच गरेपछि त्यसले अटोमेटिक खनाउँछ। र यसरी आफूले अलिकति तानेर कुनै एउटा भाँडामा गरेर